डाक्टर डाक्टर साहब इन्द्रदेव घिमिरेको केही हजुरले जिज्ञासा छ साथीहरू। अघिल्लो छलफलमा हेपाटक्स फोर्ड चलाउने सल्लाह त दिनुभयो, तर बजारमा रोजी छाडी सस्ता लिभर टनिक पाइन्छ भने यति महँगो दबाई किन चलाउने? नमस्कार, म वरिष्ठ पन्छीरोग विशेषज्ञ डाक्टर इन्द्रदेव घिमिरे। किसानका कुरा पोडकास्टमा स्वागत छ। यो प्रश्नको उत्तर दिनुभन्दा अगाडि अलिकति विगतलाई फर्केर हेर्नुपर्ने हुन्छ। आजभन्दा केही दशक अगाडिसम्म मेथाइल डोनर र लिपोट्रोपिक एजेन्टहरू अहिले जस्तो सहज रूपमा पाइँदैन थियो। त्यसैले स्वाभाविक रूपमा ती चिजहरू दानामा या त मिसाइन्न थियो या अत्यन्तै न्यून मिसाइन्थ्यो। नेपालमा सन् 2000 पछि मात्रै यसको व्यापक प्रयोग हुने थालेको देखिन्छ। फेरि ब्रोइलरको हकमा कुरा गर्दा 60 दिनमा 4 किलो दाना खाएपछि बल्ल 2 किलोका कुखुरा हुन्थे। यसरी हेर्दा हालको ब्रोइलर कुखुरामा जस्तो कम समयमा ज्यादा मासु उत्पादनको भार वा मेटाबोलिक स्ट्रेस पनि त्यति बेला थिएन। खाद्यान्नमा अत्याधिक पेस्टिसाइडको प्रयोगका कारण हुने विषाक्तता तथा पानीमा विषाक्तता पनि स्वाभाविक रूपमा कम थियो। त्यसैले त्यति बेलाको समस्या वा आवश्यकता भनेको नै कलेजोमा बोसो जम्न नदिनु थियो र त्यही समाधान गर्ने हिसाबले परम्परागत लिभर टनिकको फार्मुलेसन भयो। परम्परागत लिभर टोनिकहरूको मुख्य आधारमा कोलिन वा ट्राइकोलिन साइट्रेट जस्ता लिपोट्रोपिक तत्त्वहरू राखिएका हुन्छन्, जसले कलेजोमा जमेको बोसो बाहिर सार्न मद्दत गर्छन्। यी तत्त्वहरूले पोषणजन्य फ्याटी लिभर नियन्त्रण गर्न त सहयोग गर्छन्, तर विषाक्त पदार्थ, माइकोटक्सिन वा अक्सिडेटिभ स्ट्रेसबाट भएको कलेजोको क्षतिमा प्रभावकारी हुँदैनन्। अहिले नेपालको मात्र नभई संसारभरिकै कुखुरा पालनमा फ्याटी लिभरको समस्या भन्दा विषाक्तताको समस्या अत्याधिक पाइएको छ। यसरी हेर्दा धेरै वर्ष पहिलेको अवस्थालाई हेरेर तयार गरिएका परम्परागत लिभर टनिकहरू अहिले असान्दर्भिक जस्तै भइसकेका छन्। तसर्थ आजको अवस्थामा आन्द्राको स्वास्थ्य राम्रो राख्ने, ढुसीजन्य र धातुजन्य दुवै खाले विषाक्तताबाट कलेजोलाई सुरक्षा गर्ने, मेटाबोलिजममा सहयोगी र कलेजो संरक्षण गर्ने हेपाटक्स फोर्ड जस्तो एडभान्स फर्मुलेसन नै आवश्यक हुन्छ। अन्तिममा जहाँसम्म सस्तो महँगोको कुरा छ, म यहाँहरूलाई के आग्रह गर्छु भने दाममा होइन, यसबाट तपाईँले पाउन सक्ने फाइदामा ध्यान दिनुहोस्। किनभने आधुनिक प्रविधि र हालको आवश्यकतामा आधारित उत्पादनले परम्परागत उत्पादनभन्दा अवश्य नै ज्यादा फाइदा दिलाउँछ। हेपाटक्स फोर्डको बारेमा थप जानकारीका लागि स्क्रिनमा दिएको नम्बरमा सम्पर्क गर्नुहोस्। बादल भेट डिस्ट्रिब्युटर्स,